दर्शकबिन राजु परियारले लाइभ दोहोरीमा मात्रै कति गाउनु भयो त? के उहाँको सबैभन्दा हिट लाइभ दोहोरी गीत कुन हो त? पक्कै पनि यिनै यस्तै यावत विषयको पेरिफेरीमा रहेर तपाईहरु समक्ष कुराकानी गर्नको निमित्त हामी आइसकेका छौं। नमस्कार दर्शकबिन, तपाईलाई यो च्यानलमा स्वागत छ। तपाई हेर्दै हुनुहुन्छ सानो भिडियो युट्युब च्यानल। यदि तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरी नजिक आउने बेल घण्टीले दबाई हामीसँग जोडिन भने नभुल्नुहोला। दर्शकबिन राजु परियारले नेपाली लोक दोहोरी संगीतका एक प्रतिष्ठित गायक हुनुहुन्छ, जसलाई लोक स्वर सम्राट भनेर पनि चिनिन्छ। उहाँले सयौं लोक तथा दोहोरी गीतहरूमा आफ्नो आवाज दिनुभएको छ, तर उहाँले कतिवटा लाइभ दोहोरी गाउनु भएको छ त भन्ने एकिन तथ्याङ्क भने अहिलेसम्म उपलब्ध छैन। उहाँका धेरै लाइभ दोहोरीहरू लोकप्रिय छन्। उदाहरणका लागि राजु परियारले उत्कृष्ट लाइभ दोहोरी संगालो शीर्षकमा जुकबक्समा कमला घिमिरे, टिका सानु, सुनिता बुढा र रेजिना परियारसँगको प्रस्तुति समावेश छ। यसले दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको छ। त्यस्तै राजु परियार युकेबाट आएपछि पहिलो दोहोरी सबैभन्दा हिट कलाकारहरू एकै ठाउँ शीर्षकको लाइभ दोहोरी पनि निकै चर्चित छ। यी प्रस्तुतिहरूले उहाँको सांगीतिक यात्रालाई थप महत्त्वपूर्ण योगदान दिएको थियो। लोकगीत संगीतलाई माया गर्नुहुन्छ भने हजुर यो च्यानललाई सब्स्क्राइब गरी नजिक आउने बेल घण्टीले दबाई हामीसँग जोडिनका लागि विनम्रतापूर्वक अनुरोध गर्दै आजको यो छोटो बसाइबाट छुटिन्छौं। यहाँहरुका क्षणहरू सुखद रहून्। नमस्कार, धन्यवाद।